उतान आउँदैछ हाम्रो फायर ब्रिगेड टोली लगातार आफ्नो विजय हासिल गर्दैछ अनि आगो नियन्त्रण हुँदैछ। हाम्रो टोली पिल्कोको बजेट छ पिल्कोको टोली हो। यहाँ गजुरामा आगो लाग्दाखेरि आगो यहाँ मद्दतमा आएको। धन्यवाद। लगभग हाम्रो काम अब सफल हुँदैछ। दिउँसो करिब कति बजेतिर लागेको धक्का तो फस्का ये तो कोई लगा ल हाम्रो सामुदायिक वनका अध्यक्षज्यू पनि आउनुभएको छ। उहाँले पनि उहाँको पनि धेरै ठुलो योगदान छ। उहाँले हामीसँगै लगातार हामीसँगै लागेर काम गरिरहनु भएको छ। धन्यवाद उहाँले पनि। उपभोक्ताहरू लगायत सम्पूर्ण जङ्गलवासी सम्पूर्ण उपस्थित दर्शकहरू पनि हुनुभएको छ र यस जङ्गलमा ठुलो एकदम पुर्याउनु भएको छ। उहाँ हुनुहुन्छ हान्दै हुनुहुन्छ ल हान्दै हुनुहुन्छ आगोसँग ठोक्कैले हाम्रो सालाजीको पोइन्ट साथ जलाइदिन्थ्यो। ज्याकेट समेत खतरामा पुग्ने थियो हामीले। लगभग आगो नियन्त्रण हुने काम अन्तिम तौरमा आइपुगेको छ। उतापट्टि भरिसक्यो ल हामीले यसलाई झर्काउन बाँकी छ। ल हान्नु पर्यो दुईजनाले झप्का दुईजनाले ठस्का घरले एउटा नानीतिर चप्पु आएन अहिले भाग्ने ठाउँ पनि एउटै भाइभी। ल हाम्रो पाल्पाको भाइ हुनुहुने रहेछ। उहाँले पनि धेरै राम्रो पर्फर्म गर्नुभएको छ। ठिक छ धन्यवाद उहाँलाई पनि। साल दिनु नि त नि ल टोलीहरू फेरि तलतिर पनि आगो भएको सूचना आएको छ। यहाँ निवासीहरू तलतिर हिँड्नु पऱ्यो है। यहाँको नियन्त्रण भइसक्यो भने तलतिर हिँड्नु पर्यो। तलतिर अगाडि कति बन्द नदिनु है। हान्नु यताबाट आएन उताबाट आएन। लास्ट हो मर्यो साला आगो हाम्रो नियन्त्रण भइसकेको पुरा पुष्टि भइसकेको छ। त्यही पनि अब मास्टर के भइरहेछ अब हेर्नुपर्छ है। हाम्रो मल्लजीले पनि धेरै ठुलो योगदान गर्नुभएको छ। ऊ तलतिर मुस्काउँदै हिँड्नुभएको छ। ल अब हाम्रो यहाँ पुराण सफल भयो। वन डडेलो लागेको थियो। त्यसलाई अब हामी निभाउने यो लगभग सक्यो भनौँ। यो कतिखेर लाग्यो भने कहिले लगाएको छ नि? यो कहिले लगायो खै अज्ञात व्यक्तिले लगाएको। अनि त्यसको खोजतलास हुन्छ कि हुन्न त? फेरि खोजतलास हुन्छ। खोजतलास गरेर त्यसलाई सशस्त्र कारवाही गर्ने हामी यो वन समितिलाई हामी सिफारिस गर्छौँ। ल ठिक छ धन्यवाद है। उहाँ हुनुहुन्थ्यो हाम्रो उच्च भानुमाई विद्यालयका शिक्षक हुनुहुन्थ्यो। दर्शकबिन छिटफिट आगो चाहिँ यहाँ रहेछ अनि यसलाई पनि अब निभाउन तयार भइरहेको छ हाम्रो पिल्कोको टोलीहरू।
जुट्नुभएको छ ल हान्नुहोस् लगभग यो लास्टै हो जस्तो छ अनि आगालाई हामीले लगभग बजेटोर 6 को टोलीले आगोलाई कब्जा गरिसकेको छ हाम्रो नियन्त्रणमा आगो आइसकेको छ अनि त्यही भित्र घुसेर हान्ने खालुलाई भित्र घुसेर न त्यही छ सास चाहिएको आज नमर्ने भयो नियन्त्रण गर्नु पर्यो अलिकति त्यो कमान्डरै हो कि क्या आगा गयो ल हाम्रो गोपाल राउतले राउतको हातमा हामीले आगोमाथि विजय प्राप्त गरिसक्यौँ अब हाम्रो टोली अब माथि सेक्सन एतिरको अब हालचाल के छ माथि जाँदैछ अनि अब हाम्रो टोली वाल लाग्दैछ पहिलो यो बारदेखि मास्तिरको त नियन्त्रण गरिसक्यौँ अनि बारदेखि यतापट्टिको पनि नियन्त्रण भइसक्यो अनि यतापट्टिको पनि नियन्त्रण भइसक्यो अब हाम्रो टोली गाउँतर्फ जाँदैछ लगभग आगो यहीँदेखि तलतिरबाट लागेको अनुमान गरिएको छ जे भए पनि अब आगोलाई नियन्त्रण गरियो ल हेर्नुहोस् त यसरी आगोले यस्तै डढिलो लागेर वन नाश भइरहेको छ